पत्रकार साथीहरू सबैलाई नमस्कार। आज यो बेलुकाको समयमा तपाईलाई छोटो सूचनामा यहाँ उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु र आजै उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले मलाई उज्यालो नेपाल पार्टीको अध्यक्षको रूपमा चयन भएको छ। म उहाँलाई Hardik IVF and Fertility Center, where miracles come to life. अब यो पार्टी उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी रूपमा प्रभावकारी रूपमा अगाडि बढाउने छु भन्ने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र साथै करिब 1.5 महिना 2 महिना जति भयो जुन बेला एकदमै कठिन परिस्थितिमा यो उज्यालो नेपाल पार्टीलाई नेतृत्व गरिरहनु भएको अनुप कुमार उपाध्यायज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सम्पूर्ण केन्द्रीय सदस्यका साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विगत केही समय हाम्रो लागि अत्यन्तै पीडादायी भयो। हामीले एकदमै देशको परिस्थिति, जेनजी युवाहरूको भावना र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको भावना र जनआकांक्षा अनुसार यो देशमा नयाँ बन्ने शक्तिहरू एक हुनुपर्छ भनेर हामीले सम्पूर्ण कुरा लचकताका साथ त्यागेर एकताको एउटा सहमति गरेका थियौँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग। विगत मङ्सिर पुस 14 गते भएको सो सहमति आज 26 गते भयो, करिब 12 दिन भयो। 12 दिनसम्म हामी पटक धेरै चरणको छलफलमा त्यो सहमति कार्यान्वयनका चरणमा हामी छलफलमा जुट्यौँ। जुन छलफलहरू अत्यन्तै हिंताबोधका साथ हामीले अगाडि बढाउनु पर्ने अवस्था आयो। एउटा अन्डरस्ट्यान्डिङ, एउटा सहमति 14 गतेको सहमतिमा भएको थियो, भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमतिहरू पनि धेरै थिए, अलिखित सहमतिहरू धेरै थिए। कसरी कार्यान्वयन गर्ने यो एकीकरण प्रक्रियालाई भन्ने अलिखित सहमतिहरू थिए। त्यो सहमतिहरूमा हाम्रो कुनै किसिमको ठुलो माग पनि थिएन। यसलाई कार्यान्वयन गर्दै छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो। मैले यो सहमतिको चरणमा र हाम्रो साथीहरूले कुनै ठुलो त्यस्तो डिमान्ड राखेको पनि थिएन। अहिले जुन किसिमले बाहिर मिडियामा धेरै कुराहरू आएको छ, हामीले पदको ठुल्ठुलो बार्गेनिङ गर्यौँ, ठुल्ठुला चाहिँ विषयहरूमा धेरै बार्गेनिङ गर्यौँ भन्ने जुन कुरा आएको छ त्यो सरासर गलत हो। म आफै पनि एउटा उपाध्यक्ष, त्यो पनि धेरै वरियता क्रममा धेरै तल भएर पनि मैले सहेर गएको थिएँ र मैले आज अन्तिम चरणमा मैले सहमतिको लागि एउटा प्रस्ताव पनि गरेको थिएँ। म एउटा साधारण सदस्य भएर, रासोपाको एउटा साधारण सदस्य भएर बस्छु। हाम्रा साथीहरू, केन्द्रीय समितिका साथीहरूलाई केही एडजस्टमेन्ट गर्नुपर्छ, त्यसरी अगाडि बढौँ पनि भनेको थिएँ। र यो विषयमा हाम्रो ठुलो चाहिँ विषय पनि थिएन र यो मुख्य मुद्दाका विषयहरू केही समावेशिता, संघीयता,
त्यो संविधानले देखाएका संविधानले जुन आधारभूत विषयहरूलाई एड्रेस गर्नलाई एउटा पूरक सम्झौता गरौँ भनेको थियौँ। एउटा पूरक सम्झौता गर्ने एउटा चरणमा पनि उहाँहरू सहमत हुनुभएको थियो, तर पछिल्लो चरणमा पूरक सम्झौता पनि हुन सकेन र हाम्रा तमाम साथीहरूले उठाइएका विषयहरूमा र यसलाई सहज रूपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने र धेरै कुराहरूमा सहज रूपमा कसरी हामी अगाडि बढ्ने भन्ने विषयमा हामीले धेरै कुरा छलफल गऱ्यौँ र धेरै छलफलमा यो प्रक्रियालाई चाहिँ उहाँहरूले अलि लामो समय लिनुभयो। यो करिब 12 दिनको प्रक्रिया, छिटोभन्दा छिटो सहकार्यमा जाउँ भन्ने कुरामा लामो समय लिनुभयो। समानुपातिकका विषयमा पनि धेरै कुराहरू चाहिँ लामो समय लिनुभयो। हामीले सबै कुरा समानुपातिकको वास्तवमा भने सबै कुरा त्यागेर छोडेर र तपाईँहरू सबै हिसाबले अगाडि बढ्नुहोस् भनेर हामीले छोडेकै थियौँ र यो लामो समयसम्म एउटा इन्गेज गरेर बस्नु पर्दाखेरि साँच्चीकै उज्यालो नेपाल पार्टीले ठुलो क्षति ब्याउनु परेको छ र अन्तिममा आएर आजको दिनमा आएर अन्तिम दिनमा आएर एकतर्फी रूपमा उहाँहरूले यो सहमति भङ्ग भएको घोषणा गरिदिनु भयो। हामीले घोषणा गरेको थिएनौँ। आज हामी अन्तिम समयमा टुङ्ग्यौँ, अगाडि बढौँ भन्ने नै थियौँ र एकतर्फी रूपमा उहाँहरूले सहमति भङ्ग भएको मलाई जानकारी गर्नुभयो र मिडियामा त्यही हिसाबले आयो। त्यसपछि हामी यसरी जुटेका छौँ। वास्तवमा यो हाम्रो लागि यो 12 दिन अत्यन्तै पीडादायी भयो। अत्यन्तै चाहिँ हाम्रो साथीहरू यो सहमति भइसकेपछि उज्यालो नेपालका समर्थक शुभेच्छुक साथीहरूले धेरै पीडा भोगेको छ र यो बीचमा हामीलाई पुरै हामी इन्गेज भयौँ, इन्गेज बनाएर राखियो र राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ ठाउँमा उहाँहरूले पार्टी प्रवेश कार्यक्रमहरू राख्नुभयो। उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो। धेरै कुराहरू हामीलाई यो प्रक्रियामा इन्गेज गर्दै उहाँहरूले धेरै कामहरू गर्नुभयो। हामीले केही पनि बोलेका थिएनौँ, केही पनि गरेका थिएनौँ। ठिक छ, एउटै भएर जाने हो, किनभने जनताले खोजेको आजको आवश्यकता भनेको एउटा शक्ति बन्नुपर्छ। एउटा जेनजी आन्दोलनले जुन किसिमको शक्ति निर्माण होस् भन्ने चाहेको छ, सुशासनको विषय र समृद्धिको विषय जुन हिसाबले उठाएर जेनजी आन्दोलन भयो र त्यसलाई सम्बोधन गर्नको लागि नयाँ भन्ने शक्तिहरू वैकल्पिक शक्तिहरू सबै एक हुनुपर्छ भन्ने हामी सुरुदेखिको हाम्रो धारणा थियो। त्यही भएर हामीले एकता गर्न पुग्यौँ। हामीले अत्यन्त लचकताका साथ, मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्ष पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ, सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नुभयो र 12 दिन इन्गेज गराएर 12 दिनसम्म यस्तो क्रुसियल टाइममा उज्यालो नेपालको जुन अभियान थियो त्यसलाई टोटल्ली ब्लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन। अब हामी नभए पनि हामी उहाँहरू अगाडि बढ्न सक्छौँ भन्ने एउटा सङ्कल्प र विश्वासका साथ उहाँहरू अगाडि बढ्नु भएको छ। उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। अगाडि बढ्नुहोस्, एउटा सशक्त शक्ति बन्नुहोस् र उज्यालो नेपालले आफ्नो बाटो आफै लिन्छ र आफ्नो बाटो अगाडि बढ्छ, आफ्नो बाटो लिन्छ। हामी अत्यन्तै लचक भएका थियौँ। नेपाली जनताको माग, नेपाली जनताको चाहना, जेनजी पुस्ताको चाहनालाई पुरा गर्नुपर्छ भनेर हामी अत्यन्तै लचक भएर, अत्यन्तै आफूले सबै कुरा त्यागेर हामी आएका थियौँ। हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो र यो सहमतिलाई ब्रेक गर्नुभयो। यो मलाई
वास्तवमा भन्यो भने म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर मलाई लागेको थिएन। यो 12 दिन मेरो लागि ठुलो ठुलो विलखबन्धनमा डिलेमा भन्छ नि, के गर्ने भन्ने नै, कता जाने भन्ने नै अन्योलमा भएको परिस्थिति र अगाडि बढौँ भने उहाँहरू चाहिँ अगाडि बढ्न नदिने, पछाडि जाउँ भने अप्ठ्यारो परिस्थिति, आम नेपाली जनताको, जेन्जी भाइ बहिनीहरूको सपनालाई हामीले कुठाराघात भयो भन्ने परिस्थितिले गर्दाखेरि हामीलाई अत्यन्तै अप्ठ्यारो स्थितिमा पुर्याएका थियौँ। हामी जुन बेला सहमति भएका थियौँ 14 गते समानुपातिक भर्ने अन्तिम दिन थियो, त्यो 14 गतेको अन्तिम दिनमा राति 9 बजे 8-9 बजे यो सहमति भएको। हामीले त्यसको दर्ता पनि गर्न पाएनौँ, समानुपातिक पनि दर्ता गर्न पाएनौँ र त्यस बेला जेनजीका साथीहरू सुदन गुरुङ लगायत उहाँहरूले मिल्नुपर्छ दाइ, यसरी चाहिँ हुँदैन भनेर म 5 बजे उहाँहरूसँगै गएर जेनजीका साथीहरूसँग गएर मैले त्यहाँ एउटा म जुनसुकै छोड्न तयार छु, मिलौँ भनेर उहाँले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिल्नुपर्छ, उहाँहरूकै अनुरोध अनुसार पनि यो मिल्नुपर्छ भन्ने कुराहरूमा चाहिँ मिल्नुपर्छ र सबै एउटा जेनजीका साथीहरूको चाहिँ भावना र सम्पूर्ण नेपाली जनताको भावनालाई कदर गर्नुपर्छ भनेर हामीले सहमति गरेका थियौँ। त्यो सहमति कार्यान्वयन हुन सकेन। त्यो सहमति कार्यान्वयनको चरणमा धेरै समस्याहरू आयो र हामीले अन्तिम चरणमा सबै छोडेर पनि सहमति कार्यान्वयन गर्ने भनेर हिजो बेलुका मात्रै हामीले निर्णय पनि गरेका थियौँ। त्यही केही कुराहरूमा स्पष्टता गरेर अगाडि बढ्ने भनेर गरेका थियौँ। तर त्यो कुरा गर्दा गर्दै उहाँहरूले आज एकतर्फी तोड्नुभयो। त्यो भएको हुनाले आज हामी पनि बाध्य भएर अहिलेको परिस्थितिमा एक्लै भए पनि अगाडि बढ्नुपर्ने परिस्थिति आएको छ। यो परिस्थितिलाई तपाईँहरूले बुझिदिनु हुन म अनुरोध गर्दछु। अब हाम्रो बाटो कतातिर जान्छ भन्ने कुराहरू तपाईँहरूलाई केही विषयहरू राख्न चाहन्छु। अब उज्यालो नेपाल पार्टी देशैभरि 165 ठाउँमै उम्मेदवार उठाउँछौँ, हामी अगाडि बढ्छौँ, 165 ठाउँमै उम्मेदवार उठाएर जान्छौँ र देशैभरि हामी आफ्नो क्याम्पेन, छोटो समय छ, छोटो समयमा हामी जति सकिन्छ हामी आफ्नो क्याम्पेन अगाडि बढाउँछौँ, रात दिन नभनिकन अगाडि बढाउँछौँ र साथीहरू जति पनि हाम्रा साथीहरू छन्, जति पनि सहकार्य गर्न इच्छुक साथीहरू छन्, उज्यालो नेपाल अझै पनि सबै साथीहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सबै चाहिँ पार्टी सबै इच्छुक साथीहरूलाई सँग हामी सहकार्य गरेर अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यो विषयलाई हामी जुन हिसाबले बाहिरिएका छौँ यसलाई कमजोर परिस्थिति, कमजोर स्थिति नठानिदिनु हुन पनि सबैलाई अनुरोध गर्दछु र सम्पूर्ण नेपाली जनता, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, जेनजी भाइ बहिनीहरू, हामीले गर्दै पनि, हामी एकता हुन खोज्दै पनि हामीलाई जबरजस्त बाहिरिनु पर्यो, बाहिर राखियो र यसको लागि यस्तो अवस्थामा पनि हामी एक्लै पर्यो भने पनि एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यहाँहरूले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, सबै चाहिँ जेनजी भाइ बहिनीहरू सबैले यो पार्टीलाई अहिलेको जेनजीको भावना अनुसार जुन पार्टी स्थापना भएको हो, अहिले सबभन्दा नयाँ पार्टी र उज्यालो नेपाल पार्टी भनेको भर्खरै स्थापना भयो, जेनजी आन्दोलनपछि स्थापना भएको पार्टी हो र यो पार्टीलाई सबैले माथि उठाएर नेपालमा यो एउटा स्थापित पार्टी र सबभन्दा चाहिँ
प्रतिनिधित्वको हिसाबले जेनजीको प्रतिनिधित्वको हिसाबले सबै क्षेत्रको प्रतिनिधित्वको हिसाबले समावेशिताको हिसाबले सबै हिसाबले चाहिँ एउटा प्रतिनिधित्वको हिसाबले चाहिँ इन्क्लुसिभनेस र सबैको सहभागिताको पार्टीको रूपमा अगाडि बढाउन हामी चाहन्छौँ। यहाँ साथीहरू हुनुहुन्छ, यहाँ हाम्रो चाहिँ धर्मजी हुनुहुन्छ, धर्म चौधरीजी, उहाँ पूर्व मन्त्रीज्यू र उहाँ चाहिँ अहिले पनि लुम्बिनी प्रदेशको सांसद हुनुहुन्छ। उहाँहरूले थरवड क्षेत्रमा ठुलो काम गर्नुभएको छ। उहाँहरूको ठुलो सङ्ख्या उज्यालो नेपालमा आबद्ध थिए, सबै उज्यालो नेपालमा आबद्ध थिए र उज्यालो नेपालमा आबद्ध हुँदै पनि र हामीले एउटा सहमति गऱ्यौँ। सहमति गर्दा उहाँहरूले धेरै मन दुखाउनु भएको थियो, धेरै मन दुखाउनु भएको थियो। हामीलाई सोध्दै नसोधिकन यसरी उज्यालो नेपाल भनेर हामी लागेका हौँ, हामी रासोपा भनेको भए उहिले लाग्थ्यौँ र यस्तो अवस्थामा हामी उज्यालो नेपालमा लागेकोमा तपाईँहरूले एकतर्फी जुन किसिमको सहमति गर्नुभयो र त्यो सहमतिमा हाम्रो सहमत हुन सक्दैनौँ भनेर बारम्बार भनिराख्नु भएको थियो। भए पनि हामीले मिलेर जानुपर्छ भनेर एउटा सहभागिताको हिसाबले उहाँहरूलाई पनि अगाडि सँगसँगै लाने भनेर हामी अगाडि बढ्दै पनि यो अहिलेको अवस्था आइपुगेको छ र अहिले हामी उहाँहरूसँगै छौँ। उहाँले चाहिँ यहाँ पार्टी प्रवेश पनि गर्नुभएको छ र हामी अहिले चाहिँ उहाँलाई प्रवेश पनि गराउँछौँ र उहाँहरूको ठुलो टिम हामीसँगै छ, पूर्वदेखि पश्चिमसम्म र यो चाहिँ मधेस पहाड सबै हामी अब अभियानको रूपमा उज्यालो नेपालमा आबद्ध गरेर जानेछौँ। अहिले म आम नेपाली जनतालाई के आह्वान गर्न चाहन्छु भने उज्यालो नेपाल भनेर एउटा लोड सेडिङको अत्यन्त पीडादायी अवस्थामा विगत 8-10 वर्ष अगाडि जुन नेपालको एउटा अत्यन्त अप्ठ्यारो परिस्थितिमा मैले एउटा प्राधिकरणको एमडीको जिम्मेवारी लिएर र नेपालको लोड सेडिङ अन्त्य गर्नमा एउटा प्रमुख भूमिका खेलेको थिएँ र देशैभरि आम नेपाली जनतालाई उज्यालो दिनुपर्छ भनेर हरेक घरमा बत्ती पुर्याउने काम गऱ्यौँ। हरेक करिब 100% जनतामा बत्ती पुर्याउने काम गऱ्यौँ। यो कठिन काम थियो। 105 वर्षमा नभएको काम हामीले करिब 8 वर्षमा सम्पन्न गरेका थियौँ। हामीले अत्यन्तै दुःख गरेका छौँ। प्राधिकरण जस्तो जर्जर संस्था, सधैँ घाटामा भएको संस्थालाई हामीले नाफामा ल्यायौँ र यो एउटा ऊर्जा क्षेत्रमा अत्यन्तै ठुलो परिवर्तन र हामीले विद्युतलाई इम्पोर्ट गर्नुपर्ने अवस्थाबाट एक्सपोर्ट गर्ने अवस्थामा पुर्यायौँ। यो एउटा ठुलो परिवर्तन थियो विद्युत क्षेत्रमा। एउटा योगदान दिएको छु। योगदान मैले मात्रै गरेको होइन, सबै चाहिँ साथीहरूले साथमा साथ सहयोग गरेर भएको भनेर मैले भनिरहेको छु। सबै चाहिँ सम्बन्धित सबैलाई मैले आभार प्रकट गर्ने गरेको छु। मैले एउटा नेपालको लागि नेपालको ऊर्जा क्षेत्रमा र कार्यकारीको भूमिकाबाट एमडीको भूमिकाबाट मन्त्रालयको 3टा मन्त्रालय सम्हालेर विगत करिब 115 दिनमा मैले सकेको धेरै कामहरू गरेको छु। त्यो डेलिभरी दिने काम, जुन डेलिभरी मैले दिएको छु र हाम्रो टिमले दिएको छ, हाम्रो टिमले दिएको डेलिभरी आज जनताले चाहेको डेलिभरी हो, देशले चाहेको डेलिभरी हो। डेलिभरी दिने काम गरेको छु र यो डेलिभरी अब आगामी दिनमा त्यस्ता डेलिभरी दिने कामको लागि नेतृत्वमा जानुपर्ने आवश्यकता छ। तपाईहरू सम्पूर्णले अब यो हामीले जे काम गरेका थियौँ, अब एकचोटि कुलमान घिसिङको टिमलाई सम्पूर्ण नेपाली जनताले एकताबद्ध भएर चाहिँ सपोर्ट गर्नुहोला भन्ने म चाहिँ आग्रह गर्दछु। एकचोटि सपोर्ट गर्नुहोस्, एकचोटि। किनभने म मात्रै भन्दिनँ, हामीले जे काम गऱ्यौँ त्यस बापत आम नेपाली जनताले एकचोटि चाहिँ हामीलाई सपोर्ट गरिदिनुहोस्। एकचोटिलाई सपोर्ट, यो चुनावमा सपोर्ट गरिदिनुहोस्
त्यसपछि हामी देखाइदिन्छौँ नेपाल के हुन्छ, त्यसपछिको अवस्था के हुन्छ भनेर हामी चाहिँ अगाडि तपाईहरुलाई बाटो देखाउनेछौँ। वास्तवमा एकचोटि चान्स दिनुस्, त्यसपछि हामी धेरै परिवर्तन गर्नेछौँ। यो मेरो आग्रह हो, अनुरोध हो सबै नेपाली जनतालाई। यो अनुरोधलाई सबैले स्वीकार गरेर हामीलाई सहयोग गरिदिनु हुन, साथ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।